77-78 को ब्याज सेट गर्दाखेरि 5-6 करोड गर्दाखेरि 15-16 करोड देखिएको छ। त्यो भित्र सहित अमिनजीको नाममा गएको जग्गा सहित हो कि यो, अथवा त्यसबाट हाम्रो 15-16 करोड थप अर्को त्यसबाट चाहिँ फेरि उहाँहरूको जग्गा मिलाउँदाखेरि अरू थप पैसा आउँछ कि, अथवा यो 30 करोड होइन कि, त्यसको एक प्रतिवेदन बनाउनु भएको छ कि 30 करोडै फिर्ता गर्नुपर्ने हो नि। अहिले यहाँले चाहिँ लगानी गरेको चाहिँ 15 करोड जम्मा हुने हो नि, 50% मात्र पैसा फिर्ता हुने हो। बाँकीहरूको 50% को अवस्था के हो त्यो त पत्रकर्ताहरूलाई जानकारी दिनुहुन्छ। त्यसको पनि एउटा चाहिँ प्रतिवेदन के हो। तपाईँको यो हामीले लगानी गरेको ठ्याक्कै 9 करोड र ब्याज सेट गरेर 15 करोड आउँछ र बाँकी अब उहाँको नाममा चाहिँ धितो राख्दा उहाँको नाममा दिएको, उहाँले कर्जा तिरेपछि उहाँलाई पास गरेर दिनुपर्छ भन्ने जग्गाको छुट्टै पैसा आउने यो 15 करोडबाट थपिन्छ कि, त्यसको पनि यकिन हुन चाहिँ आवश्यक छ। अरू साथीहरूले केही राख्छ? अब जस्तै उहाँले भन्नु नि लगानी हामीले चाहिँ 9 करोड गरेका छौँ, अब ब्याज गर्दाखेरि 15 करोड हुन्छ। अब हामी जताततै सबैले अब ब्याज खोज्यो भने कति करोड हुन्छ? त्यसको कुरा चाहिँ म भनिदिइहाल्छु, पढ्नुहोस् है। उहाँहरूले 77-78सँग ब्याज लिनुहुन्छ भने तपाईँहरूलाई 77-78सँग ब्याज दिनुहुन्छ। त्यसभन्दा पछाडि चाहिँ बन्द भएको कुरालाई चाहिँ हामीले पछाडि नलिनुहोस्। यहाँ टिम बनाउँदैछौँ त हामीले, त्यो टिमले के गर्ने पछाडिका कुरा हो। अहिले राख्ने कुराहरू के हुन्, अब कहिलेसम्म ब्याज लिने, अथवा अहिलेसम्म त्यो लाने 9 करोडलाई अहिलेसम्म ब्याज दिने हो नि, तपाईँलाई पनि अहिलेसम्म ब्याज दिनु पऱ्यो होइन। यी कुराहरू चाहिँ छलफल गरेर यो टिम बनाएर गर्ने। यो मैले अहिले सहकारी भनेको तपाईँ सदस्यहरूकै हो क्या। यसलाई चाहिँ एउटा सेफ ल्यान्डिङ गर्ने, यो समस्याबाट मुक्त हुने, तपाईँहरूले पाउने बचत पनि पैसा पाउने कुरामा चाहिँ गहन छलफल गर्नको लागि 3-4वटा टिम बनाउनुपर्छ भनेर चाहिँ यो अहिले भेला बोलाएको। अरू यी कुराहरूभन्दा बाहेक मैले केही राखेको छु, टिम यो प्रतिवेदन भएको कुरा पनि राखेँ। अरू केही कुरा अस्पष्ट भएको कुरा अथवा यसरी जाँदा हुन्थ्यो, यो तरिका वे हुन्थ्यो भन्ने कुराहरू छन् भने पनि यहाँले पनि आफ्नो रूपमा राख्नु। यो टिम बनाएर हाम्रो चाहिँ पहिल्यैदेखिको हामी धेरै हरास भएर बसेको मान्छे बुझ्नु भएन। यहाँ पहिले पनि भनेको अवस्थाले अघि पनि पैसा उठाएर चाहिँ कसरी बाँड्ने कसरी बाँड्ने भनेर पैसा उठाएको पनि हो। त्यो पैसा पाउनेले पाए, दादागिरी हुनेले पाए, तर यहाँ मान्छे हुनेकोले पाए, तर हामीले जुनै केही पनि पाएन हो कि हामी पनि एउटा पीडित हो। र कतिको मान्छेको चाहिँ यहाँ घरबास उठ्याएको छ, कति मान्छेको के भएको छ भन्ने कुरा त यहाँ थाहा छँदैछ होइन। अब यहाँको अब भन्नुभन्दा खोज्दा के भन्नु, अहिले हामी पैसा जम्मा गर्छौँ, मेयर साहबले अब यति पैसा यति तरिकाले वितरण गर्न मिल्छ भनेर उहाँले आदेश नदिकन त्यो खाताबाट पैसा निकाल्न सक्ने बनाइन्छ। यो चाहिँ के हुन पर्यो अहिले अब जस्तै आज 1 लाख रुपियाँ आयो, एउटा पीडितलाई दिइहाल्ने कुरा हुँदैन। यो लास्ट योजनामा अब यसरी वितरण गर्ने, हाम्रो सबै तपाईँहरूले चाहिँ त्यो टिममा बसेकोले अब योभन्दा फाइनल गर्न सकेन, यस्तो घाटा भएको रहेछ, यति घाटा भएको रहेछ भनेर तपाईँले त्यो टिममा चाहिँ बसेर उहाँहरूले चित्त बुझाउनु पर्यो। तपाईँले त्यो टिममा बसेपछि हामी यस्तै गरी हरेक महिना यो मास बोलाइदिएर त्यहाँ भएका प्रतिवेदनहरू तपाईँले राख्नु पर्यो। र पैसा वितरणमा तपाईँले भने जस्तो अब चाहिँ यो टिममा बस्ने मात्र पैसा लाने होइन कि, हामी लास्टमा चाहिँ हामी एउटा खाता खोल्न आउँछौँ, त्यो चाहिँ हाम्रो आदरणीय नगर प्रमुखले अब पैसा वितरण गर्ने भन्ने आदेश नदिकन त्यो खाता चलाउनु पाएन। एकदम राइट हो। र हाम्रै मान्छेसँग हामीहरू विश्वास छैन क्या। हाम्रो आफ्नै व्यक्ति, आफ्नै लगानीकर्ताहरू छ नि, हाम्रो मान्छे, हाम्रै मान्छेसँग हाम्रो काम सुरु गर्न दियो, त्यसको कार्यान्वयन गर्ने कुरामा चाहिँ हामी जिम्मा हुन्छौँ। मैले भनिरहेको छु त पहिले काम चाहिँ सुरु गर्न दिनु पऱ्यो। त्यो काम सुरु गर्नको लागि चाहिँ साथ सहयोग, मैले अघि नै एउटा उदाहरण दिएँ त, एउटा कुनै सहकारीले कुनै एउटा पीडितले के अरे लगानी गर्ने ऋणवालाले पैसा दिएन भने त्यो सहकारीका सबै सदस्यलाई त्यसको घर हेर्न जाऊ भनेर मैले भनिरहेको छु। भने यहाँ पनि अप्ठ्यारो भएको छ, उहाँले लगानी गराउनु भएको छ भने तपाईँहरू सबै सदस्य त्यो घरमा जाने कि नजाने हो। त्यो अवस्था बनाउनको लागि त्यसरी टिमले उहाँहरूलाई सहयोग गर्ने वातावरण बनाएर के तरिकाले जान सकिन्छ त्यो वे बनाउँ भनेर यो छलफलको आयोजना उहाँले तपाईँहरूलाई चित्त बुझाउनु पर्यो। मैले भनेको सहकारीको नाम चाहिँ त्यही हो त, सदस्यलाई चाहिँ आफूले गरेका गतिविधिहरूको चाहिँ प्रश्न टुक्रा राखेर त्यसलाई चित्त बुझाएर पारित गर्ने, सदस्यले ओके नभनिकन हामी अगाडि बढ्दैन। म राख्दिउँ त, एक मन्त्रीले राख्नुहुन्छ र एक मन्त्री राख्नु पहिला चाहिँ नि विजयको पालिमै हाम्रो अरूले चाहिँ के अरे यस्तो टेबिलमा बसेर चाहिँ 6 ठाउँमा जग्गा छ भनेर भनेको है। अनि विजयले चाहिँ त्यो पूर्जा यहाँ ल्याएर टेबिलमा राख, अनि त निक्लेर जा। हामी चाहिँ हाम्रो अरविन्दजी जुरुक्क उठेर गएको। पहिला त्यो बाँडेको नि उहाँहरूको गल्ती हो। उहाँहरू बसेर आफूले बाँडे भए सबै जनता खुसी हुन्थ्यो। यसैले एउटा मलाई अविनाश सोध्नु मन लाग्छ कि हिजो गल्ती थुन्नु पनि गल्ती भयो। हामीलाई सहकारी विभागले भयभरका समस्या हेतुले अनुमोदन गर्दैन, निरीक्षण नगरिदिएर भयभरका तपाईँको पैसा उठाएर कार्यान्वयन नगरिकन रुसुक अब तपाईँ लिनुहोस् भन्ने जिम्मा दिएर फाइल बोक्ने काम पनि हाम्रो गल्ती भयो भने तपाईँले सबैको गल्ती भयो। यो फाइल हामीले लिनै हुँदैन नि, उसले अनुमोदन नगरिदिएर तपाईँको चाहिँ हामीलाई त 75-76 मा बल्ल फाइल आयो।
यो जब त केही समस्या भएको सहकारीको चाहिँ पुरै उसले नहेरिदिएर त्यसको चाहिँ भार हामीलाई बोकाउने हो त, उसले हेरिदिनु पर्दैन नि त। अब त्यही कुराहरू जाउँ। अब कसरी मिलेर कसरी सेफ ल्यान्डिङ हुन्छ, कसरी हुन्छ तपाईँहरूको चाहिँ धेरै नै बढी से बढी बजेट कसरी फिर्ता गर्न सकिन्छ, त्यो काममा चाहिँ यो टिम लाग्नु पर्यो। एउटा अमिन सिंहमा त्यहाँ थियो नि, अमिनको जग्गा राखेर त्यतिखेर यार एउटै व्यक्तिलाई 1,80,00,000 किन हातमा हालिदिएको, जो कि ऊ व्यक्ति सदस्य पनि छैन, नयाँ सन्देशको केही पनि छैन। त्यतिखेर बाहिर यो हल्ला आयो, के हो कि होइन, के हो? 1,80,00,000 रुपियाँ किन हालिदिएको हातमा? यसो गरेर म बसेको छु। त्यो पैसा जे जति निकालेको थियो, अब त्यसमा 70-80 लाख के कति मैले बाँडेको थिएँ र त्यसमा यतिसम्म पनि मैले गरेको छु कि तपाईँ स्वयंलाई उहाँले मलाई के भन्नुभएको थियो नि, जब चाहिँ सानो ठकुरीज्यूलाई चाहिँ गएर चाहिँ सुन्यो नि त होइन, उहाँले के भन्नुभएको थियो नि,